हेलो नेप्लिस फ्यामिली, वेलकम ब्याक टु माई च्यानल। सुनिता वलक छ फेरि पनि स्वागत छ हजुरलाई मेरो आजको न्यू डे न्यू भ्लगमा। आयो तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ, म पनि एकदम सन्चै आरामै छु। अनि आजको मेरो न्यू डे भ्लग चाहिँ आज के हुँदैछ तपाईँहरूले मेरो थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। अनि आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ, म पनि एकदम सन्चै छु। अनि अब चाहिँ सबैको घर तिहार आइसक्यो। अनि यहाँ चाहिँ तिहार हाम्रो घर पनि छैन, अनि यता पनि छैन। हेर्नु कति धेरै तिहारे फुलहरू चाहिँ थुप्रै छ के, तिहार नभए पनि। अनि त्यो चाहिँ हाम्रो घर हो, यो चाहिँ हाम्रो गोठ हो। अनि हाम्रो घर सबैतिर फर्सी फलिन्छ, के गर्नु फर्सी धेरै फलिन्छ। अब फर्सी त खाइँदैन के, धेरै चिसो हुन्छ, अनि त्यही भएर चाहिँ खाइँदैनौँ हामीले। अनि हाम्रो घर चाहिँ यति धेरै चटेलाहरू फलिन्छ कि तपाईँहरूलाई। अनि हाम्रो घरको अब सबै कामहरू, अब कोदो स्याहार्ने धान स्याहार्ने सबै बेला आइसक्यो, म त काम गर्दैन। अनि गाइज ओ सुड्डो पानी भर्न लान्छ टोइलेटमा। अनि आज चाहिँ हामी बुढाबुढीले मात्र खाने हो, किनभने बाबाको बर्दा अरूको पनि छैन घर, तीनजना मात्र मासु पकाएर सुदीप मासु पकाएर खाम। ओ सुदीप अहिले मासु पकाउने कुरा के हुन्छ तपाईँलाई म भन्छु ल। एकछिनपछि सिन्कीको झोल खाने, म त मासु खाने भन्नु। मासु पकाऊ है, म त खानु सिन्की खाएको त 3 दिनमा मासु त खान्छौ त। आज मात्र त हो नि पकाम म के मासु पकाउनु, पकाउनु एक पाउ मासुले त भइहाल्छ त। नि पैसा त एटिएममा दिनु लाग्छ। अहिले आजदेखि बन्द भयो कि जाऊ न लिएर आऊ, म लिएर आउँछु कि नत्र। जाऊ पैसा पैसा त्यो आइफोन बेचेर लिन्छु ल। ओके डन ल राखिए। छिटो गरम के हामी घाँस काट्न जाम्ला। प्याज साज काटेर रेडी भएर बस है, अनि बसालेर जाम्ला। पकाएर पर्दैन क्या, बसालेर गयो भने पाक्छ ताउँदाखेरि मासु। के खाँदैन मासु खानु भने होइन भर्खरै नि त पैसा त खोज्नु पर्यो। कहाँ पैसा नखोजिकन हुन्छ त। अनि फेरि मम्मीले हामी नभएको दिनदिनै मासु खाइन्छन् भन्ने कि भन्छन्, त्यस्तो भन्लान् के अरे। नखाम न त, त्यसो भए नखाने भयो, नखाम भयो। यस्तो राम्रो सासु बुहारीको सम्बन्ध बिग्रियो भने त मासुले वास्तै छैन, मेरो केही मतलबै छैन। क्या चाहिए आपको बताइए? मासु लिने कि नलिने भने आपकी मर्जी, लेकर आना है तो आओ, नहीं तो नहीं आओ। धन्न अर्कोसित पहिला गइन्छ। म यस्तो माया गर्ने पाउँथेन होला। भयो 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 खोइ तिम्रो टी सर्ट भर्खरै खोल्या, खै भर्खरै खोलेको टी सर्ट झुन्डाइसक्यो फोरो भएर। धुनी त हुने छि छि छि। जाडो भयो का? यो हाम्रो फोटो, यो हाम्रो बाबाको फोटो, यो मेरो घान्लुक जाँदाको फोटो, यो मेरो बुटल जाँदाको फोटो, अनि यो चाहिँ घरमा बस्दाखेरिको फोटो, अनि यो बुटल जाँदाको फोटो। अब हामी घाँस काट्नु को तपाईँ? हाँसी हुँदाको ढङ्ग हेर्नु नै, हाँसी युट्युबमा देखाउनु हुँदैन। माया एउटा सँग बिहे अर्को सँग,
गीतै बिर्सिछु कि यार माया ए देखो यो लाउन के रहेछ यस्तो मुन्टो ठुलो भएको हाँसी छैन अब अजारमा त यस्तो लामो बनाइदिनु होइन गाइज हाम्रो घरतिर पनि यस्तो हाँसी हुँदैन कि यस्तो हाँसी हुन्न यस्तो टुप्पो त लामो भएको हुन्छ होइन अनि यो यस्तो खान मलाई घाँस काट्नै आउँदैन त्यहाँदेखि मेरो झाँगरे काम गराउन ल्याएन कि बिहा गरे होइन काम गराउन ल्याए अनि त्यही भएर नीचे नै ऊपर देख्न बेलाउती खाने होइन बेलाउती के गर्ने त बेलाउती सजाउने बिहानमा खानु हुन्न के गालामा पडाङ लगाइदियो भने अनि गालाको कुकुरलाई पनि नलाउँछ यसले फाँडो खान के फाँडो खाएन अहिले खान्छ कि छोड्दै उठाएर भुइँको त उठाएर बाल्टीको चाहिँ उठाएर राख्ने ल फेरि धुन पर्छ कि चिसो पानीले त्यही भएर कति सुवाको हनुमानलाई बाक्को छाला नाकको माला कति छुवाको लीजिए राम्रो ल्याइदिरहेको छु बरु आछि त तपाईँले लिएर आउनु भएको थियो ल्याएन तिमीले होइन कि आँसी तपाईँले लिएर आएको हो कि किनभने होइन लिएर जाऊँ आउँछु हेर त्यही बहिनी भतिम काट्ने त्यहाँ यत्रोको ढुटो हाँस काट्ने र ल डोकन लिनु नभन्नु न सानो तिमी लिएर आऊ काम गराउन पासी अर्का किछोरले चोइहाल्छ नि ले यत्रो डोको हल्लाउँदै बैलो दुध लिएर आइन् गाई जे हाम्रो घरतिर हाम्रा ससुरा बालिका घाँस काट्न लाग्छन् अब तपाईँले लिएर आए जस्तो माने कि मैले दुईटा हाँस यतै लिएर आएको के टोयलेटमा पेटको अलिअलि फाल्दै छन् यताको त पाकिन्छ त हाम्रो कोदो त हो नि त हाम्रो नि काटम भनेको किन मान्दैनन् यताको त पाक्यो त अनि बहिनीले कोदो काट्न लाग्यो गाई तपाईँको कोदो त पाकिन्छ है पो हाम्रो नि यहाँ त सबै पाके जस्तो पाक्यो त होइन वाउ हेर्दै मेरो तिमी के अरे मेरो हस्बेन्डले घाँस हाल्न राख्नु गाइस याक्स हुन्छ याक्स अलि हाम्रो सगरमाथा देखिन्छ गाइस हेर्नु कस्तो राम्रो देखियो के हो त ए ढौलागिरी माइ गड अनि हामीले पिङ हालेको मेरो बुढा गएर माथि चढी म यहाँ गर्नु लाग्यो कि फेरि के गर्ने अड्डाइदिउँ अड्डिन्छ यहाँ हेर यहाँ अब हाम्रो बारी पनि ला मेरो डोको वहाँ यो माथि वहाँ त जङ्गल छ सुदीप खतरा ठुलो जङ्गल छ बस्ती होइन ओ माइ गड घाँस हाल्नु म घाँस लिएर सक्दैनौ क्या यत्रो ठुलो अडाउ क्या तिमी अडिन्छ सुदीप छिटो आऊ अनि ऊ त तिम्रो गोठ त खतरा खाने यता झ्याल निस्केको होइन गोठको के खतरा छिटो आऊ सानो अब बिहा गरेपछि यस्तै काम गर्नु पर्यो नत्र त सुधी बिस्तारोमा बोल्ने बानी लाग्यो सुदीप त बिस्तारोदेखि बाहिरै निस्किन्छन् रे ओहो कम त बोल्न नि हे भगवान् वाक्का दिक्का प्याक्का परेको बोल्दा भन्ने अरे आज रात नदिन ओहो बिहान उठेदेखि बेलुका आँखा चिम्म नगरेसम्म के कुरा हुन्थ्यो हाम्रो अडाउ क्या ए बिर्सिछु क्या म त ओ सुदीप छिटो भन कति कुरा हुन्थ्यो अब त्यस्तो कुरा गर्ने दिन गए अर्कीसँग लाउने अर्कासित लाउँदै लाउनु अर्की त नाम पनि लिन्नन् लायो भने म त हात खुट्टा भाँच्दै राखिदिन्छु नि बङ्गै के को छोड्दाम त्यसै ल र
पुलिस स्टेसनमा लगेर जागिदिन्छु र बुढा न सुडा त्यसो छोड्दा आधी सम्पत्ति खर्लप्पैदेऊ भन्थ्यो त घाँस आधी बाँड्नुहुन्थ्यो बाँडेर अर्को पहिलिन्थे अगाडि हिँडाल्थ्यो कस्तो मजा आउँथ्यो ओके भन्छन् के जे भन्ने नि लाली छ भन्छन् कसैको त नि तानिछु डोको मात्रै तान पेल्दिनु पछाडि जाऊ सक्न परेन पछाडि गएर पेल जाऊ ल आऊ तान्छु नि बुढाले नतानेर कसलाई तान्नु त आसी छपासन हाँसी डोको सबै मलाई बोकाउनु पर्छ र ओ डोको कसरी बोल्नु मैले डोको तान्दैन न माथि कौन बोल्न त नि बल हुन परेन त डोको बोक्न नि बल जति अनि अरू काम गराएर सक्ने अनि म यहाँ कस्तो देखियो बोलाउ त लगाइदिन्छ म लगाइदिनु न सिन्कियो झोल मासु खाने दिनमा सिन्कियो झोल मासु खानु खाछौ त मासु हिजो आज 3 बजेमा मासु मात्रै खाएछ मान्छेले घर गयो टमीको लागि अझ एउटा बुन्दिनु पर्यो म त बुन्दिनँ हुन मैले ल आऊ सानो सक्यो के माला लाउनलाई यार खै रातो टिका ल यो माला छोपा अब तिम्रो काम हो लाउन बनाऊ यार तिमीले लगाइदिने एउटा म लगाइदिनु होइन मैले लगाइदिनु के को पहिले खाएको ए त ल त लगाइदियो ल रातो टिका मुख धोइदियो कि बिहान आएर फेरि कचेर छ मलाई लाउने अब त यहाँ यता यहाँ कचेर आँखामा कचेर राखेको यहाँ माला लाउने वाले एकचोटि बाइक कसरी लगाइदिनु सुदेवी माला कुकुर जस्तो पछि नआइने सब ह्याप्पी तिहार कुकुर तिहार पापु ल फाइनली बल्ल बल्ल यता हेर त यता हामीले चाहिँ खान लगाएको सिन्कीको झोल यहाँ चाहिँ मेरो 2टा चौटा मासु हो अब यस्तै छ के गर्नु बिहा गरेर जस्तो दिन खान पर्यो अब भाग्यमा त अब यस्तो लेखेर आइज पेटले चाहिँ मासु खोज्छ के गर्ने सुनाएको खुवाउँछन् कि भनेर खाउन त यस्तै हो बिहानभरि घाँस काट्यौँ 2 भारी अब 2 भारी घाँस काट्यो अब 400 रुपियाँ आउँथ्यो अहिलेलाई चाहिँ यति खाना मात्र आउँछ पैसा बचत भयो ब्याङ्कमा मेरो काम गरेको पैसा जति के गर्ने अब यस्तै हो दुःख सुख मासु खान मन लाग्थ्यो छिटाउ बुढोले भात लिएर यो मलाई हो छिटाउ भोक लाग्छ मलाई त छिटो हपाप खाइहाल्ने हो अब खाइहाल्नु पर्यो छिटो दुधानीहरू ल्याइदिउँ नै त्यही भइ हुन्छ यो सिन्कियो झोल यो 2टा चौटा मासु हो यो भात हो यो दही हो छिटो यो मेरो बुढाको काम मैले तिम्रो कपडा धोइदिएको धन्यवाद जाऊ कपडा सुकाऊ कट्टु त कसरी सुकाएन आफ्नो कट्टु के भन्नु अब खायो यो त म आफै सुकाएको फेरि यो होइन यो तिम्रो यो सुकाऊ अब हो त लिएर आऊ त कस्तो लागिरह तपाईलाई मेरो कपडा धुँदा मेरो कपडा होइन बाबु पाप लाउँछ यो मेरो बाबाको कपडा हो यो आफ्नो कपडा हो कति धेरै फुल कस्तो राम्रो देखियो वाउ यो कति राम्रो सुदीप एकदम
यो फुल राम्रो छ म राम्रो कि यो फुल राम्रो हजुर राम्रो हेर न यस्तो फुल थ्याङ्क यू सुड्डोले मेरो सुड्डोले कपडा सपडा धोएर अब यहाँ मलाई खुसी पार्यो नि अब हामी घुम्न जान्छौँ कहाँ जाने भन्दाखेरि उहाँ भैँसीको गोबर सोर्न आज यसलाई तिहार लगाएको एक बोतल खाएको ढलिन्छ मजाले एक थाल खायो अनि त्यही भएर सुत्यो यता हेर ओए ओ हेलो ह्याप्पी कुकुर तिहार हेलो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु लु तिम्रो पनि किन घाँस नलिकन गएको त ए अड्क्यो सिचिट भारी भएन नि त अनि घर जाने यो जहिलेदेखि यो घर आएँ नि म कति कामै गर्न पर्दैन भनेको यो घर आएदेखि मलाई काम गर्नै पर्दैन सबै यिनीहरूले गर्छन् म त केही कामै गर्न पर्दैन म त केही काम गर्दैन बिहान उठ्छु भात खान्छु झन् काम गर्न पर्दैन भने झन् एक ठाउँ बन्न भन्नुहुन्छ सक्दिनँ मैले कति काम गर बिहानदेखि भन्नु त मैले त केही गरेँ छैन के गरिन भन्नु बरु उठे लिपे अनि भाडा माझे आज 2टा कोठा लिपेको मैले मम्मीको कोठा लिप्दे तिम्रो कोठा लिप्दे बाहिर त्यत्रो पिडी लिपे भाडा माझे अनि भड्डुमा मसो लाए खाना पकाएँ लो किन नाच्नु भएको छ र त्यसरी यत्रो ठुल्ठुलो आगो लाग्ने हो र अनि आसी नबसी हुन्छ यत्रो ठुल्ठुला लगाउँ अनि एक घन्टा हाल्दैछु लुच्दै खाँदै गर्छु होइन ल नलाउँछ यार भयो कि बेबी धेरै खान नखान्निम कुर्सी पुरा खान्छ बाख्राले भैँसीले खाने हुन्छ ल लाऊ छिटो तिम्रो पनि चाचर यार एकछिन बस भन्ने के ले मेरा बच्चा बुबु खाने ल लिएर आऊ त नि यतिको त हुनु पर्यो नि बुढो भइसकेपछि त बुढलाई काम गराउनु कहाँ पाइन्छ मासु लिएर हिँड्छु तिमी घाँस लिएर हिँड न अनि कस्तो फिल भइरहेछ तपाईलाई अहिले तातोले पोल्दिनला अनि भाउजूलाई सोनिताजी हजुरलाई यस्ता पोइ पनि हुन्छ बुढी हजुरलाई जत्रै सुकै गेम मात्र खेल्ने उचालेर पछाडि ल आजको काम गाइज भाउजू गाइज यहाँ मेरी जेठानीको कपाल बनाइदियो हेर न यहाँ लचाएर भुत्रुकै गरिन् यत्र बेर लाएर बनाइदिएको राम्रो हेर्नु यहाँ कपाल आजको काम कस्तो राम्रो भयो छोरो मागदेऊ निकालिन्छ मलाई कस्तो लागिरह तिमीलाई के कस्तो छोरो यस्तो यता हेर त गर यिनी हाम्रो कालदाईको छोरी हुन् के हेर्न यस्तो हेर्न के रिसाब र सन्नापा जस्तो जता सुकै रिसाइ गर्ने कि भैँसीको नजर
यता हेर भन्यो किन रिसाउ र मेरो बुढो भन्दा चाहिँ रिसा छन् कि अब किनभने भैले खेल्न आएको थियो होइन अनि भैले खेल्न आउँदा चाहिँ उसले 50 रुपियाँ दियो अनि तल गएर देऊ न त भनेर मैले चाहिँ 500 रुपियाँ दिएँ अनि 500 रुपियाँ नदिने रे 300 रुपियाँ दिने अनि रिसायो पनि फाइदै हुन्छ क्या अनि यहाँ गोबर फाल्दे देखाउँछु यहाँ फाल्दै खान् रिसा यहाँ यति चाहिँ गोबर सोबर फाल्ने काम भयो अनि त्यहाँ रिसानु मिठा पान बनाता बंगला ओ सुदीप एक छेरी बिहा गरेर लिने अनि फेरि जथेसुकै रिसाइ गर्ने के अनि यस्तासित त कोही पनि अर्कोचोटि बिहा गरेर आउन नपरोस् नआउनु चाउचाउ पनि फकाउँछु भने होला मलाई खानु अनि फेरि त जब भैले खेल्ने आउँदाखेरि 500 रुपियाँ दिए भनेर मैले दिएको पनि होइन प्र्याङ गरेको मैले 150 रुपियाँ दिएर पठाएको 500 रुपियाँ दिए भनेको हो म त्यसमा रिसाएको हैन के त रिसा मेरो छुट्टै थियो के थियो होता है कुछ कौन केटासित बोलेको देव भन कौन केटासित बोल्यो म किन रिसाएको छैन कि म त्यसै रिसाएको किन त्यसरी रिसाउँदा यही कुरामा हो क्या अनि 500 रुपियाँ दिएकै होइन त अनि के त्यसै अनि रिसेप्टले गराउने अनि मैले दिएको भन्दा बित्तिकै रिसिभ धनी अनि 500 रुपियाँ दिएकै छैन मैले अनि मैले 150 रुपियाँ दिएको धनी 150 रुपियाँ दिएको ओ थाहा होला मलाई थाहा छ त्यसै के रिस उठ्ने यस्तै गर्छौ र म तिमीसँग बिहा गरेर आउन मन थिएन के तर थिएन तर तिम्रो म यहाँ तिम्रो बाउआमा गएर मलाई बुहारी यति गरिदिन पर्यो मेरो छोरो बचाइदिन पर्यो भनेर म बिहा गर्दैन भन्दा मोबाइल स्विच अफ गरेर राख्ने अनि बिहा गरेर अनि तिम्रो बा गरेर लिएर आए त्यत्रा जन्ती लगाएर अनि मलाई अनि म आएँ होइन किन रिसाइराख्नुपर्छ छिन भनेको जत्रेसुकै रिसाउने के मैले 500 रुपियाँ दिएको भए पो के जान्थ्यो त एक दिनको कमाइ जान्थ्यो के तिम्रो त्यो केटालाई दिएर के जान्थ्यो सरी भन यता फर्केर किन त्यस्तो गरेर अनि किन त्यस्तो गरेर अनि मिठै भएन छि उल्यो भयो कसम केले ए मिठो भएन र कुन केले फेरि मैले यस्तै राख्नु भने होइन के अनि अघि नै भनौँ भनिरहेको छु झन् कस्तो मैले दुईटा उमाले दुईटा अन्डा उमाले राखेको भए यत्रो के गर्ने अब खाने सक्छौ सकिन्छ अघि नै भनिरहेको छु झन् आफूले जस्तो पनि मलाई यस्तो बनाइदिए यस्तो मिठो लाउँछ जस्तो बनाएँ नि अन्त मैले यस्तो मिठो लाउँछ हेरे कति नमिठो देखेँ हेरे अझ हेर न मुठो मिठा यस्तो नमिठो जस्तो देख्दै एउटामा खाने कि दुईटामा खाने 3टामा खाने कसलाई एउटा त्यो नाइले खाते देख्दै घिन लाग्नु भर्खर म खान्ने क्या यस अफकोर्स ओके अफकोर्स ओहो बेला त्यहाँ कस्तो पहेँलो गेडो भयो हेर्नु आमाले बिहान त्यही कति रक्सी आएको सुत्या यहाँ सुत्यो 1 घन्टा अनि त्यहाँ गरेर कति सुत्या आज त डुल्न गउन त यो के भनौँ
छि भन्नु किन मिठो भएन मिठो भा बुढाले बनाएको नमिठो हुन्छ थापा त यति धेरै भयो जित्ती खाउला ल न त्यो तिम्रो एक्सहरू कता देख्यो मेरो दुईटा पानी खाऊ ल तिम्रो एक्स दुईटा थिए नाटक नरहेर हानिदिन्छु मैले अस्तिको त एउटा नि छैन भन्ने होइन नि म फर्स्ट भने होइन होइन एक छ भने जिस्काएको कि त्यसै भनेको जिस्केको छैन नि अनि त्यसमा छटमा गएको गएन केटाले ढोका लाएर राखिदिएको भने होइन नि गएको केही नि गरेको होइन भने हुन्छ झुटो एकचोटि भनेको झुटो हुन्छ नि ए झुटो बोल्छ र मलाई रिस उठ्छ क्या खान्न म साँचो साँचो भने पो बल्ल खान्छु अनि यतिको छतमाथि त गएको न गएको केही नि बोलेन तेरो छतमाथि जाँदा नि केही त बोल्यो बो छत खुल्ला थियो मान्छे थियो थुप्रै अनि धेन अहिले छन् रे फेरि के बाबुनी हाने बाबुनी कि सार्किनी बाबुनी कस्तै कहाँ तल के हो काली काली कताबाट रिसाउनेबाट हेर्नु काली त्यो के भनेको काली भनेको नाम के भन्छ अस्ति नै सुरुमा लपट त एउटा नि गर्लफ्रेन्ड छैन भन्थ्यो त फेरि एउटा नि छैन भने होइन अघि दुइटा भन्थ्यो फेरि होइन छतमाथि त गएको होइन कसले पठाएको रे आफै गएको केटाहरूले पठाएर गएको केटाहरूले ल र चुक्क अनि दुइटा मात्रै गयो छतमाथि अनि त्यो केटाहरू थियो त्यो एक्लै लर गयो त्यो केटीलाई नि त्यत्रो केटाहरूमा कसले ल त जोडी जोडी गयो को गयो त जोडीमै थिएन त अरे अन्त केटी किन गयो त छतमा किन गयो किन त्यसले लभ गर्थ्यो मैले गर्नु थिएन नि त होइन त्यही भएर कि अनि दुइटा गयो दुइटा गरेर छतमाथि बस्यो त्यसले लभ गर्थ्यो त्यही भएर के कुरा गरे त केही पनि भएन गइआयो अनि केटाकेटीको लभ परेपछि केटीले मन परेपछि अनि जान्छौ आउँछौ मात्र नि भन न के भन्यो केही पनि भएन के भन्यो भने भन न केही पनि भएन घरमा त गयो आयो मात्र मम्मी काम केटीले मन पराएपछि तिमीले किन मन पराएन त नि त्यसै मन नपाएको मान्छे किन छतमा गएको त हामी सम्झाइदिए बुझाइदियो के भन्यो त हामी कसरी सम्झाउ त हामी त्यो हुन्छ नि त अब आफ्नो आफ्नो पर्सनल केही सम्झाउ कसरी सम्झाउ कसरी सम्झाउ त नि पहिला कसरी सम्झाउ भन
रातै बाद गए भन न भन बा केही नि भन्दिनँ के भन न अनि तिमी र तिम्रो एक्स जनको स्कुलको छतमाथि कसियो अनि कस्तो यस्तो पिस्ता खाएको केही पनि भएन क्या हात त छोब्यो केही पनि भएन क्या नि हेर नि यहाँ कस्तो मजा भन भन छिटो भन मैले खान्न यो फेरि केही त भयो छि यस्तो फुर भन न केही नि भन्दैन अस्ति नै त्यसपछि घन्टी ला छतमा जाँदा पनि त्यही घन्टी लायो भने घन्टी लाओ भनै भन हेर कस्तो मस्क्यो नि अनि स्कुलको छतमाथि गयो भन अनि त्यो केटीको नाम भनै भन के भन्यौ तिमीलाई त एउटै केटी र म अनि स्कुलको छतमाथि दुईटा केटाहरूले लर ढोका लगाइदिए मात्र भनेको नि होइन अनि छँदै थिएन के नि अनि छतमाथि गएर ढोका लगाइदिए भने होइन अस्ति नै तिमीले त्यस्तो सुनेर के भनेको त अनि केही पनि नै भने अस्ति नै त जुग फर्स्ट लभ तिमी भने होइन अनि कसरी छतमा गयो त फर्स्ट लभ मलाई खानमा फकायो तिमीले मलाई तिमी र तिम्रो एक्स माथि कस्तो केही कुरा भन नि केही पनि थिएन त केही पनि थिएन के अनि मबाट मम्मीका सम्म मन पराएको थिएनौ अलिअलि घन्टी पनि बजाएको थिएन कति बेलासम्म पढ्दा 8मा 8मा हो 8मा हो कि अनि 9 10 11 12 त्यसपछि उसको अर्को भयो नि त अनि अनि 8 9 10 11 त्यहाँपछि तिम्रो लभ परेन मम्मी कसम मम्मी कसम मेरो कसम तपाईँको कसम कोही केटी मन परेन अनि म कहाँ मन पर्छ तिमी त नि अनि त्यसपछि म कहाँ मन पर्छ त नि पर्यो अब हेर्दै अब त्यस्तै हुँदा होइन कहाँ हेऱ्यौ मलाई त पहिलो सुरु त कहाँ हेरेको त अनि मैले गेममा भेटेको पुरो प्लेयर फ्री फायरको तिमीले मलाई माग्न जाँदा कस्तो भएको थियो नि छि भएको थियो म किन छि भएको त भएर गएको थिएँ नि होइन क्या तिमीलाई कस्तो लाग्थ्यो भनेको एकदम ऐसे धकधक हो रेला था किन फर्स्ट टाइम अनि टक्क होइन माग्न जाँदाखेरि टक्क अनि पठाउने कि नै भनिरहेको थियो अनि मलाई थाहा हुन्छ नि अनि तिमी त्यो यस्तो त्यो बिहा गरेर ठ्याक्क हातमा छोपेर यस्तिर म रुँदै अनि मेरो दिदीहरू रुँदै आउँदा त्यसलाई कस्तो फिल भएको थियो इमोसनल नलैजाउँ जस्तो भएन मलाई खुर्सानी खान्न नि नलैजाउँ जस्तो भएन आफ्नो बुढीलाई पाएको नि अनि जिन्दगीमा दुःख दिन्छु जस्तो लाग्दैन त्यस्तो रुँदाखेरि लागेन दुःख दिन्न जस्तो भएको भए अनि किन अनि अघि किन रिसा त नि कतिखेर अघि त मेरो आफ्नै युज थियो नि त त्यही भएर मलाई रिस उठेको थियो कि अघि होइन भाइ म खान्न यति म खान्न अनि स्कुलको छतमाथि गएर दुनियाँसित बसिजाऊ अनि मलाई बिहा गरेर किन ल्या त अनि मसँग त कहिले बसेनौ त सिधै माग्न गएको थियो त अनि त्यही भएर 3 चोटि 4 चोटि कोहीसँग होइन टक्क घुम्न गयो होइन मेलामा त्यसपछि घरकोबाट गाली खुवाउने को हो घरमा मसँग कहिले मेलामा घुम्न गऊ चैत्र दशैँमा के हो चैत्र दशैँमा एकचोटि त गएको नि अनि एकचोटि गयो अनि कति 3 4 चोटि गयो एकचोटि त गयो मसँग घुम्न
त्यही भन्दा तिम्रो मम्मी जानु भएको थियो नि मेरो घर जस्तो मेरो घर यति आनन्द थियो कि होइन हेर न यसलाई फेरि माला लगाइदियो क्या म खोलिदिन्छु लाउनु पर्छ आज माला यहाँ ल्याऊ माला ल अनि फेरि मेरो घर के अब मेन्सहरू भयो भने पनि बार्नु पर्थेन होइन अब लाइक कि केही कुरा पनि बार्नु थिएन कि अब हुन त बढी मान्छे भइसकेपछि यहाँ जानुपर्छ यहाँ नजानुपर्छ त्यो ठिकै कुरा होइन सोध्नु पऱ्यो तर मेरो घर चाहिँ मेरो घर पैसा नहोला होइन म यो ठाउँमा जान्छु है बाबा भनेपछि हुन्छ होइन अब थोरै तिनी पैसा दिनु म कति खुसी हुन्छु कि होइन बाबाले फेरि म कहीँ घुम्न गयो नि 150 कहिले नोट उठाइदिनु कि अब फेरि मेलामा जाँदा फेरि 500 रुपियाँ दिनुहुन्थ्यो अनि फेरि मलाई के अब यहाँको यता मेरो घरतिरको बाबा चाहिँ लामा हो नि त अनि उहाँहरू मिन्स हुँदा छुट्टै कपडा लाउनुपर्छ भुइँमा सुत्नुपर्छ अनि के कामै गर्नु के अब केही छुनै हुँदैन क्या फेरि घाँस त काट्छन् होला अनि त्यति मात्र अनि कति अप्ठ्यारो फिल हुन्छ कि अब यो दिनु न ऊ दिनु न होइन अनि अरूले काम गरेको हेरिराख्दा आफूलाई नराम्रो हुन्छ कि अब कस्तो हुँदैन सासूले भाडामा नै म मिन्स गरेर हेर्दा पनि मलाई अप्ठ्यारो हुन्छ कि अब लाइक कि अब कस्तो हो कि म फेरि मेरो घर काम गरिदिने मान्छे पनि थिएन नि त म र मेरो बाबा मात्र हुनुहुन्थ्यो नि त अनि मेरो घर सधैँ बराबर क्या मिन्स हुँदा अनि त्यही मिन्स नहुँदा नि त मैले त सबै गर्नु नहुने कामहरू पनि गरेँ नि त मैले मिन्स हुँदा बाबालाई नछुनु पर्ने थियो कुनै दिन त मलाई डर लागेर म मिन्स हुँदा पनि सँगै सुतेको क्या त्यस्तोसम्म अब न त परे बार त यहाँ पनि गर्नुपर्छ होला कि तर पनि धेरै कुरा बार्नुपर्छ कति गाह्रो हुन्छ अब हाम्रो घर बेलुकामा नलिपिकन सुते पनि हुन्छ भने यहाँ हाम्रो बेलुकामा लिप्ने चाहिँ थिएनौँ के भान्सा कोठाहरू अब यहाँ दैलो पनि अब छोरी भइसकेपछि अब मैले त कस्तो गर्थेँ भने खाना साना भित्र बसालिदिने बाहिर लिप्ने हुन्थ्यो क्या यहाँ त सुरुमा उठ्दा बित्ति चाहिँ लिप्नुपर्छ बिहानै के अब कति धेरै डिफ्रेन्ट छोरी मान्छे भइसकेपछि अब त्यस्तै त अनि गाइजहरू होइन अनि त्यही हो म चाहिँ यहाँ जेठानीको घर आएको अब एकछिन बसेर जानु पऱ्यो किनभने घर कामै छैन मेरो बाबा चाहिँ काममा जानु हा अनि खाना पकाउने चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ अनि सो अब एकछिन पछि खाना जाने हामी चाहिँ यहाँ चाहिँ मेरो जेठानीले के काम गरेर होइन अनि जेठानी एउटै मात्र देवरानी एउटै हामी सिङ्गल हो अनि यहाँ जाने हो यहाँ बेलाउती सुन्तला सबै हो के पछि ठाउँमा चाहिँ मेरो पिक्चर यही रमाइलो हो दसो त काटेर सुकाइन ओ जेठानी हेर न यहाँ राम्री भएर बसेको हेर नि खै त छोरी हेर नि बुढाले खाना सोच के पकाऊ के पाकेन ग्यासमा पकाएको चुलामा नपकाएर के हो मासु लिएर पकाउन बिहान नि खानु अनि आजको मेरो वान डे भ्लग चाहिँ अब इन भइसकेको छ साथीहरू अनि तपाईँहरूलाई चाहिँ मेरो भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अनि मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूले प्रतिक्रिया दिनु होला सो भोलिको अब न्यू डे न्यू भ्लगमा चाहिँ हाम्रो फेरि भेट हुन्छ अहिले चाहिँ बाई बाई।